आज आज भोलि भोलि भन्दा भन्दै जीवनै बितेर जानु आँटिसक्यो। अरू कति कमाउने 40 पनि कटेर 41 मा लागिसक्यो। परदेशमा हिँड्दा हिँड्दा खुट्टै लुलो भइसक्यो। सबैको घर चलाउनु छ, सबैसँग मिलेर बस्नु छ। यो ब्लगको उद्देश्य चाहिँ जस्तो आफ्नो जीवन छ त्यस्तै तपाईहरुको साथमा यो भिडियो पुर्याउनु छ। मन छुने नहोला, मन छुने त यो डाँडाहरू छ, डाँडा काँडाहरू छ। मन छुने नहोला, हजुरहरुको मन भित्र नपस्ला, तर पनि हजुरहरुको माया मैले पाउन सके। हजुरहरुको माया धेर पर्दैन, एक लाइक, एक कमेन्ट, एक सब्स्क्राइब गरिदिनु होला प्लिज। स्केप नगरिकन हेरिदिनु होला भन्नु जबरजस्ती गर्नु मिलेन। यस्तो जिन्दगीको लहरहरू, बोकेको खोला फर्किँदैन, बगेको उँधो गएको खोला मस्ती फर्किँदैन। त्यस्तै मानिसको जिन्दगी पनि गइरहेको छ। कहिले पनि बुढो भइसके पश्चात बच्चा बनिँदैन। यस्तै छ जिन्दगीको लहरहरू। कयौं साथीहरू आउँछ, कयौं साथीहरू जान्छ, कयौं साथीहरूसँग छुट्दाखेरि गहभरि आँसु झारेर बर्र रुन्छ। तर कयौं साथीहरूसँग छुट्दाखेरि यस्तो पनि हुन्छ मान्छेलाई, कहिले यत्रो साथीसँग छुट्नु पाएको हुन्थ्यो जस्तो पनि हुन्छ। आज यस्तै छ प्रवासको जिन्दगी। प्रवासको भूमिमा एक्लिएर हिँड्नुपर्छ। यस्तै छ हाम्रो जिन्दगी। जस्तो पुरानो गाडी हुन्छ त्यस्तै नै हाम्रो जिन्दगी पुरानो हुन्छ। आखिर थन्किने त गाडी पनि ग्यारेजमै हो मित्र, आखिर मानिस पनि थन्किने त हस्पिटलमै हो मित्र। पुग्ने गन्तव्य सबै मानिसको त्यही भन्छ, तर सच्चो सत्य कुरा चाहिँ यो हो, सच्चो जीवन दिनुहुने चाहिँ मुक्तिदाता प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। यस्तै छ मित्र।